हाई गाइज आजको फ्लाइटमा चाहिँ हामी पुरानो एयरपोर्टदेखि नयाँ एयरपोर्टतिर जाने प्रयास गर्नेछौँ। डिस्टेन्स वाइज चाहिँ एकदमै नजिक छन् दुइटै 3-4 मिनट म्याक्सिमम् मेरो विचारमा। त्यहाँभन्दा धेरै टाइम लाग्नु हुँदैन। ल सुरु गरौँ है त। प्रि टेक अफ चेकलिस्ट कम्प्लिट भइसकेको छ। पावर दिएर अब टेक अफ गरौँ है त। आस्ते आस्ते प्लेनको स्पिड बढ्दैछ। टेक अफ गरौँ। बाहिरबाट फेरौँ। पृथ्वी चोक हुनुपर्ने थियो त्यहाँ, त्यसको एन्डमा, रनवेको एन्डमा पृथ्वी चोक चाहिँ छैन। हाम्रो नयाँ एयरपोर्ट चाहिँ हाम्रो राइटमा हुनुपर्छ। अघि धेरै टाढा त हुनु हुँदैन। हेरौँ है त खोजौँ भेटिन्छ कि भेटिन्न। अहिले हाइटबाट हेरौँ है त भेटिन्छ। ए त्यहीँ रहेछ। ल हाम्रो लेफ्टमा रनवे पनि देखिसकेको छ। हाम्रो लेफ्टमा चाहिँ नयाँ एयरपोर्टको रनवे देखिसकेको छ। पावर डाउन गरौँ, धेरै क्लाइम नगरौँ। एकचोटि फेरि हेरौँ है त। त्यो पुरानो भयो के अरे, अहिले हाम्रो राइटमा भयो, त्यो पुरानो भयो। यताबाट हेर्दाखेरि हामी पास भइसकेको रहेछ। ल फेरि त जाउँ, एक सर्कल लगाएरै जाउँ ल। एउटा सर्कल लगाऊँ अनि 30 डिग्रीको ब्याङ्क गरौँ। मेरो थोरै पछाडि एटिट्युडै छ। लेग साइडतिर आएँ। प्लेन सानो भए पनि स्पिड त्यति साह्रो सानो चाहिँ होइन है। 90 नट्सदेखि 110 नट्स त सजिलै हाल्न सकिन्छ यो प्लेनमा। यो पुरानो एयरपोर्टको रनवे भइहाल्यो, जहाँबाट हामी उडेका थियौँ। नयाँ एयरपोर्टको रनवे ठ्याक्कै त्यहाँ आयो। हामीले अघि एक फुल सर्कल लगायौँ। स्लो पनि छ। फर्स्ट नच अफ फ्ल्याप डिप्लोय गरौँ। हामी धेरै लो छौँ फास्ट टेक्निकली भन्नुपर्दा, तर ठिकै छ। अहिले चाहिँ ग्लाइड पाथ र ग्लाइड स्लोपमा छ। सेकेन्ड नच अफ फ्ल्याप हालौँ। लास्ट नच अफ फ्ल्याप पनि हालौँ। ग्लाइड पाथभन्दा थोरै हाई छौँ, तर हाम्रो एयर स्पिड मलाई मन पर्नु भन्दाखेरि लो नै छ। थोरै पावर, थोरै डाइ। ग्लाइड स्लोपमा छौँ। ल्यान्ड गर्नु ट्राई गरौँ। स्लाइटली त्यति स्मुथ ल्यान्डिङ त होइन, बट ल्यान्ड भएको छ। अब हामी के गरौँ भन्दाखेरि चाहिँ मलाई चाहिँ एकदम हेर्न मन लाग्यो त्यो टर्मिनलमा अरू कुन कुन प्लेनहरू छ त, त्यो टर्मिनलतिर गएर हिँडौँ है त। सो ट्याक्सी गरौँ। ट्याक्सी वेमा मेरो स्पिड अलि हाई छ ट्याक्सी वेमा, तर ठिकै छ। के
रहेछ यहाँ सिधै अगाडि एउटा प्लेन पार्ट भएको रहेछ कुन चाहिँ हो थाहा भएन इन्डिगो रहेछ जस्तो लाग्ला अन गर्दै हेरौँ है त नभन्दा इन्डिगो रहेको छ हाम्रो त्यहाँ एकचोटि रोकेर हेरौँ इन्डिगो रहेको रहेछ उताको अगाडिको कुनहरू रहेछ यो चाहिँ कुन रहेछ स्लो गरेर हेरौँ अस्ट्रियन एरोज अस्ट्रियाको एयरलाइन्स रहेछ अगाडिको कुन चाहिँ रहेछ पोखराको एयरपोर्टमा नेपालको एयरलाइन्स चाहिँ रहेन रहेछ काठमाडौँको एयरपोर्टमा नि ट्राई गरौँला चाहिँ कुन हो त्यो चाहिँ मलाई थाहा भएन पढ्दाखेरि वेलकम मात्रै लेखेको छ थाहा भएन एनिवे गाइज हाम्रो छोटो पुरानो एयरपोर्टदेखि नयाँ पोखराको एयरपोर्टको ट्रिप यहीँ सकिएको छ छोटो छ आजलाई यहीँ स्टप गरौँ है त